ठुला ठुला हिमाल अनि त्योभन्दा पनि विशाल मन भएका मान्छेहरू, सरल अनि सहयोगी। बाटो भने सुन्दर र हरियाली, खोलाको छेउछेउ, अनि यिनीहरू चाहिँ मेरो बाटोभरिका साथीहरू। लाङटाङमा के चाहिँ छैन, मिठो सी बक्ट्रन्जोस, सेता हिमाल अनि त्योभन्दा पनि मिठा सम्झना। ला आउनुहोस् सँगै हेरौँ मेरो लाङटाङको पदयात्रा। च्यानल मेरो यो पालिको ट्रेकिङ डेस्टिनेसन चाहिँ लाङटाङ रहेको छ अनि यो चाहिँ ट्रेकिङ स्टार्टिङ पोइन्ट विच इज स्याब्रुबेसी। मेरो पछाडि देख्न सक्नुहुन्छ सबै स्याब्रुबेसी हो। अनि हामी चाहिँ यता 1 बजेतिर आइपुगेको थियौँ। अब चाहिँ हामीले यहाँ खाना खाएर चाहिँ अब हामी ट्रेक स्टार्ट गर्न लाग्यो। रोड कन्डिसनको कुरा गर्नुपर्दाखेरि चाहिँ तपाईँहरू इजिली बाइकमा आउन नि सक्नुहुन्छ र पब्लिक बस त्यो चाहिँ माछापोखरीबाट पनि भेटाउन सक्नुहुन्छ। तपाईँहरू चाहिँ यस्तै 1 बजेतिर नै आइपुग्नुहुन्छ। अनि खानासाना खाएर जाँदाखेरि 1:30 2 बज्न जान्छ। अनि आजको हाम्रो स्टे चाहिँ ब्याम्बू छ। म पनि तपाईँहरूलाई ब्याम्बू नै रिकमेन्ड गर्छु। अनि त्यो पछि चाहिँ कसरी सकिन्छ त्यसरी नै जाँदा हुन्छ ठाउँहरूको बारेमा थाहा पाएर। अब हामी आउँदाखेरि नै 500 बेसीजनाले इन्ट्री गरिसक्नु भएको थियो, त्यही भएर हामीले प्री बुकिङ गरिसकेको थियौँ। त्यही भएर यस्तो हुन्छ नि ओभर क्राउडमा चाहिँ नपरोस् भनेर चाहिँ पहिले नै सबै थाहा पाएर आउँदा राम्रो। अब हाम्रो ट्रेक चाहिँ कस्तो हुन्छ योपालिको लाङटाङको हेर्दै जानु है त लास्टसम्म। सो गाइज अब हाम्रो ट्रेक स्टार्ट गरौँ है त। कम अन। We found पठाउ अन्न। ल जाम दाइ त चढ अगाडि। चाहिँ चढ्नु अगाडि। So guys, we found पठाउ on the way। यो चाहिँ आधी बाटोसम्म जान्छ अरे होइन दाइ? तपाईँहरूलाई चाहियो भने दाइलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामीले चाहिँ यत्तिकै पायो है। कस्तो राम्रो झर्रा रहेछ है बाटोमा। त्यो झर्नाहरू सबै आउनेसम्म गर्नुपर्छ है। हजुर जुन टाइममा नि अभाइलेबल हो दाइ? म 6 बजीसम्म। 6 बजीसम्म चाहिँ तपाईँहरूलाई के अरे स्याब्रुदेखि ब्याम्बू जान अल्छी लाग्यो भने गाडी लिन आउनुहुन्छ। गाइज हामी चाहिँ एकदमै लकी भयौँ होइन। ठ्याक्कै पर कल्याण लास्टमा हिँडिरहेको थियो क्या। अनि ठ्याक्कै हामीलाई आएर सोध्नुभयो क्या पठाउ जाने हो भनेर। अनि यस भनेको अनि 500 रुपियाँ। ओइ त्यहाँबाट होइन यहाँबाट हो क्या कल्याण। हाम्रो अरू साथीहरू चाहिँ आउँदैछ अनि हामी चाहिँ आइरहेको छ। ऊ पनि भ्लगर हो फेरि। गाह्रो छ। अब यहाँबाट पनि अझै 2 घन्टा भने होइन। यार हाम्रो 1 घन्टाको बाटो चाहिँ कभर भयो। 1-1.5 घन्टाको बाटो चाहिँ कभर भयो। अब हामी अगाडि छौँ, हाम्रो साथी अरूहरूभन्दा हामी अगाडि छौँ। सबै होइन तिमीलाई ल 2टा लिग ल लाउ 3टा लिग्यो। मलाई चाहिँ गोसाइकुण्ड र लाङटाङ दुवै कभर गर्न मन छ भने चाहिँ यो वेबाट जान सकिन्छ। यता लाङटाङ यता गोसाइकुण्ड। हामीले चाहिँ कुल अङ्कल भेट्टाछौँ यहाँ। लेट्स गो अङ्कल। अङ्कलको चेन्जी यता। सो आफ्टर वर्किङ लाइक 4 आवर हामी चाहिँ हाम्रो फर्स्ट डेस्टिनेसन ब्याम्बू आइसकेको छौँ। तिमीहरू मेरो भ्लगमा आइरहेछौ। एउटा कुरा भन्नै बिर्सिरहेको थियो, हामीले जुन होटल बुक गरेको थियौँ उनीहरूले चाहिँ हाम्रो साटो अर्कैलाई रुम दिएर होइन। अनि हामी अर्को होटल खोज्नु पर्यो अनि त्यो पनि पुरा प्याक थियो। अनि वी एन्ड अप स्लिपिङ इन डाइनिङ। सी यस्तो पनि एक्सपिरियन्स गर्न पायो लाइफमा। हे एभ्रिवान, गुड मर्निङ। दिस इज आवर डे 2। तपाईँहरूले हिजो हेर्नु नै भयो होला। हामीले बुकिङ गरेर आए पनि हामी चाहिँ हाम्रो बुकिङको ठाउँमा अर्कै मान्छेलाई राखिदिएर अब हामी चाहिँ डाइनिङमा सुत्न परेको थियो होइन। तर ठिक छ, इट्स पार्ट अफ ट्रेक। अब यस्तै हो, यस्तो पनि एक्सपिरियन्स गर्नुपर्छ। अनि अहिले चाहिँ हामी यहाँ ब्याम्बूबाट चाहिँ अब हिँड्न लागेको। अहिले 6:45 जस्तो भइरहेको छ। अब हाम्रो टार्गेट चाहिँ लाङटाङ भ्याली हो, तर त्यहाँ भएन भने चाहिँ थाङस्यापको लागि पनि एउटा चाहिँ ब्याकअप राखेको छौँ।
अब हेरौँ हामी कहाँसम्म पुगिन्छ। सी अस फर आवर डे सेकेन्ड। लगभग 1 घन्टा हिँडेपछि चाहिँ तपाईँहरू रिम्चे भन्ने ठाउँमा आइपुग्नुहुन्छ। यदि ब्याम्बोमा छिटै आइपुगेर अलिकति एक्सटेन्ड गर्न मन छ भने यहाँ आएर बस्दा हुन्छ। गाइस अहिले चाहिँ हामी लामा होटेलमा छौँ। 2 घन्टा जति हिँडेपछि चाहिँ लामा होटेल आइपुगिन्छ ब्याम्बोबाट। वी आर ह्याभिङ अ सर्ट टी ब्रेक अनि त्यसपछि चाहिँ वी विल हेड टुवर्ड्स रिभर साइड जहाँ चाहिँ हामी खाना खान्छौँ। ट्रेलको कुरा गर्नुपर्दाखेरि चाहिँ ठिकै छ, कतै उकालो कतै ओह्रालो। अब हेरौँ हामी कति बेरसम्म चाहिँ थाङस्याप कि कहाँ पुग्छौँ। सकेसम्म चाहिँ लाङटाङ भ्याली नभए चाहिँ त्यो भनेर चाहिँ भनेको छौँ। हेरौँ कति बजीतिर पुगिन्छ। हिजोको जस्तो बिजोग नहोस् भनेर चाहिँ हामी तल तल बस्न लागेको। ओभरअल अहिलेसम्म चाहिँ इट्स गुड, ट्रेल इज गुड। कुनै कुनै ठाउँमा चाहिँ बाटो एकदम रिस्की छ होइन। बी केयरफुल, 1 स्टेप रङ एन्ड यु आर स्ट्रेट टु। राम्रो छ ट्रेल तर। हे गाइस, हामीले चाहिँ भर्खर त्यहाँ रिभर साइडमा खाना खायौँ अनि यसो वरपर घुम्न आएको। इट्स भेरी प्रिटी। यहाँबाट चाहिँ ठ्याक्कै हिमाल पनि देखिन थाल्यो कि। अब चाहिँ मजा आउँछ हिँड्दाखेरि पनि। ठ्याक्कै हिमालको अलिकति भए पनि भ्यू देखियो अनि यसो मोटिभेट हुन्छ नि त हिँड्नलाई। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ। 2 बजिसक्यो। सो वी हेभ टु गो नाउ। कस्तो राम्रो देख्यो मलाई। Just look at this view. मतलब फुल ABC भाइब्स आइरहेको छ यो डाँडामा, यो ट्रेलमा चाहिँ। क्याप्चरिङ दिस क्युट मोमेन्ट। दुध खाइरहेको छ। हाम्रो सेकेन्ड डे चाहिँ यहाँ थाङस्यापमा एन्ड भयो है त, इन बुद्ध होटेल। गुड मर्निङ एभ्रिवान, दिस इज डे 3 अनि हामी चाहिँ अहिले थाङस्यापमा छौँ। अनि हिजो हाम्रो स्टे पनि थाङस्यापमै भयो। आई रिकमेन्ड तपाईँहरू यदि आफ्नो पेस राम्रो छ भने चाहिँ लाङटाङ भ्यालीसम्म जानु, र यदि मोडरेट छ भने चाहिँ थाङस्याप बेस्ट हुन्छ बस्नको लागि। अनि हामीले चाहिँ धेरै रस नगरिकन यहीँ थाङस्यापमै स्टे गऱ्यौँ। अनि वी आर हेडिङ टुवर्ड्स क्यान्जिन गुम्पा आजको लागि। अब यहाँबाट 5 घन्टामा चाहिँ पुग्छ भन्नुभएको छ। अहिले हामी हिँडाइ नै 8 बजेतिर हिँड्न लागेको छौँ। अब हेरौँ कति बजे पुग्छ है त। अब यहाँको ट्रेल चाहिँ एकदम सजिलो छ अरे। हिजोको हाम्रो ट्रेल चाहिँ अलिकति गाह्रो थियो। अब यहाँबाट चाहिँ ट्रेल पनि एकदम सजिलो छ अनि भ्यू पनि मजाले खुल्न थालेको छ। अब आजको डे कस्तो हुन्छ है त, लेट्स सी। लाइक आई सेड यस्टरडे, कुनै कुनै ट्रेलहरू एकदम रिस्की छ यता। गाह्रो भयो यार हिँड्नलाई। So we just had this sea बक्खन जुस। यसले चाहिँ यहीँ लेखेर रहेछ बेनिफिट्सहरू, आफै पढ्नु। जस माथि गएर म हाँ गर्दिनँ होला अब। सो राइट नाउ आई एम एट ओल्ड लाङटाङ भ्याली होइन, जुन चाहिँ 2015 को अर्थक्वेकले सब 50-60वटा घर नै सबै डिस्ट्रोय भएको थियो। अनि अहिले चाहिँ केही छैन यहाँ।
योभन्दा अलिकति उता चाहिँ न्यू लाङताङ भिलेज छ। यो चाहिँ पुरानो लाङताङ भिलेज। अहिले केही पनि छैन यहाँ। दिस इज द न्यू लाङताङ भिलेज। यो चाहिँ आफ्टर अर्थक्वेक यता बनेको छ एन्ड इट्स भेरी ब्युटिफुल। अबे म त यो नदेखिरहेको स्ट्याचु सोचिरहेको थिएँ कस्तो मजाले बसिरह। ओइ दुईटा रहेछ यहाँ। I think they are lovers. अब यो पछि हामी जान्छौँ क्यान्जिन गुम्पा। 1 2 3 टेक 1 टेक 1 2। ओ भाई मारो मुझे, मारो मारो मुझे, मारो मारो। नहीं ये मजाक हो रहा है, एक सेकंड। कस्तो राम्रो ब्रेक क्या मेरो। चौरी अनि हिमाल अनि म। अन द वे टु क्यान्जिन गुम्पा हो। अनि हामी कस्तो हावा उडिरहेछ होइन। अनि सिनले पनि कस्तो हिरोइनवाला भाइब्स दिइरहेछ क्या। अब हामी अघि नैबाट 1 घन्टा भनेको तर हामी यसरी नै भुलिरहेछौँ क्या। यस्तो दामी छ नि। मलाई यो ट्रेल बेस्ट लाग्यो मैले अहिलेसम्म ट्रेक गरेको सबभन्दा होइन। यस्तो रमाइलो छ क्या। ल्यान्डस्केपदेखिबाट माउन्टेनदेखिबाट सबै मजा आइरहेछ। अब हामी क्यान्जिन गुम्पा फेरि जान्छौँ। यो चाहिँ क्यान्जिन गुम्पा भन्दा हल्का अगाडि एउटा छोरीको पुल छ। किन उल्टो हिँडिरहेको छु अहिले हावा चलेर। सो वी फाइनली एट क्यान्जिन गुम्पा। यस सी दिस भ्यू। ओ माई गॉड। So this is our hotel for today. कस्तो दामी छ होटल पनि। यतातिर सबै होटल दामी दामी छ कि। अब भ्यू पोइन्ट चाहिँ म माथि छतमा जान्छु। अब ऊ त्यता साइड जस्तो छ क्यान्जिङरी। त्यहाँ भोलि चढ्ने मान्छेहरू गइरहेको छ। So guys, this is the end of day 3. Look at that pretty moon. Bye bye. Hi guys, good morning. This is day 4 अनि अहिले चाहिँ हामी क्यान्जिङरी पिक चढ्न जाँदैछौँ। शेरकोरी त हामीले आर्ट पनि गरेनौँ किनभने आफ्नो क्यापेबिलिटी थाहा छ नि त त्यहाँसम्म जान सक्दैनौँ भनेर। अनि अल्सो वेदर अपडेटमा चाहिँ भोलि र आज अलिअलि पानी पर्नेछ। आज चाहिँ स्नो छ, भोलि चाहिँ पानी पर्नेछ कि। अनि त्यही भएर हामी चाहिँ सकेसम्म आज चाहिँ तलसम्म जानै पर्ने हुन्छ। हामीले टार्गेट लामा होटल कि त ब्याम्बू राखेको छौँ। अब सकेसम्म चाहिँ लामा होटलसम्म पनि पुग्न पाए भोलि चाहिँ एकदम सजिलो हुन्छ अनि काठमाडौँ फर्किन सकिन्थ्यो। त्यसैले चाहिँ अब हामी एकदम रसमा गर्नुपर्छ आज। अब चाहिँ हामी क्यान्जिङरीको लागि चढ्दैछौँ है त। अन द वे टु क्यान्जिङरी भ्यू पोइन्ट है त। त्यहाँबाट हिँडेको यहाँ आउँदा नि कस्तो गाह्रो भइरहेछ क्या। आगाले हानिरहेछ। उक्लिनै सकेन। हल्का हल्का सनराइज हुन थालिसक्यो तर हाम्रो क्यान्जिङरी पिक 1 नै आउँदैन गाइस। कता हो कता। कस्तो राम्रो देख्यो। ओ माई गॉड। यस्तो भिरै भिरको उकालो जानु परिरहेछ।
यो बाटो चाहिँ स्क्याम रहेछ। एउटा उकालो हिँडेपछि फेरि अर्को उकालो कहाँ माथि रहेछ त्यो पिक 1 पनि। पिक 2 झन् कहिले पुग्नु। त्यहाँ तल्लोको एक उकालो फुल डाँडा चढेको फेरि अर्को डाँडा रे। सनराइज त मिस भइहाल्यो। But look at the view. So after walking like 2 hours, we have finally reached to Kanjingri Peak 1. And its height is 4,400 meters. And यो साइड चाहिँ Kanjingri Peak 2 जाने हो मान्छेहरु गइरहेछन्। But we have decided to be here only. Look at this view. यस्तो दामी भ्यू छ यहीँबाट किन माथि जानु पर्यो। Last goodbye to Lower Kanjingri. Jam Didi. My new friend. All my friends ditched me, but she did not. Thank you for all the photos. Thank you too. कस्तो लाग्यो त दिदी तपाईलाई आएर? मलाई रमाइलो। तिमीलाई? रमाइलो बाइक एक्सपिरियन्स भन्नु न। पीस यो हाम्रो हाइएस्ट हो यो है। 4400 दिदीको नि हाइएस्ट हो, मेरो नि हाइएस्ट। ल अब जाम। बसेकिन हाइएस्ट उता माथि छ नजाने। त्यहाँ त जानु अब एनर्जी नै छैन। अब जाने ओह्रालो है त। बाई बाई। एउटा डाँडा सक्यो, अब अर्को डाँडा अनि त्यहाँ जाने। Let's go. Meet my new friends. हामी चाहिँ यहाँ 1 घन्टामा आयौँ है त क्यान्चिन गुम्पा। चौरी चौरी छ यहाँ। यो गाइज ब्याक टु होटेल। अनि म यो डाइनिङभरि म एक्लै छु के। सबजना कहाँ सेरकोरी गए, म चाहिँ क्यान्जिङरीको त्यो लोवर पिक, त्यो पनि लास्टै धेरै हाइटको थियो, तपाईँहरूले देख्नु भएको थियो होला नि। त्यहाँ गएँ अनि आएँ। अनि मेरो साथीहरू सबैले मलाई डिच हान्दे। कोही अप्पर क्यान्जिङरी गए, कोही सेरकोरी गए। म त अब मेरो क्यापेबिलिटी थाहा छ नि त, म कति चढ्न सक्छु भनेर म त त्यहीँ गएँ। अनि त्यही माथि मलाई सन्चो नि थिएन। म त्यहाँ चढेँ आएँ। अहिले नि 9:30 भइसक्यो। भनेपछि तिनीहरू कहिले आउने, फोकुर छ तिनीहरूलाई होइन। अनि म मस्त आएर खान थालिसक्यो। अब उनीहरू कहिले आउँछ, अब झन् छिटो जाने भनेको। अब नत्र म त एक्लै हिँड्दिन नि सक्छु। मलाई कस्तो एक्लै बोल्न लाज लाग्यो। अब चाहिँ म यहाँको कल्चरल ड्रेस लाउन जाँदैछु। के ड्रेस भन्छ आन्टी यसलाई? के ड्रेस? आन्टीले लागिदिँदै हुनुहुन्छ मलाई। मेरो युट्युब च्यानल छ नि आन्टी, सब्सक्राइब गर्नु ल, हेर्नु ल। सरकार भनेर के छ र? यसको ज्वेलरीहरू छैन? ज्वेलरी भनेको यस्तो घाँटी साटीमा लाउने वाला छ, लाउने हो। एकछिन मलाई तपाईहरु पनि यही हो? यहाँ थिएन आन्टी, मलाई अर्को होटेलमा गएर ल्याइदिनु भएको। कस्तो राम्रो आन्टी। खै कोटालीमा
तपाईँहरू पनि क्यान्जिन गुम्पा आउनुभयो भने स्टे हियर हाम्रो इभिनिङ गेस्ट हाउस यस भयो आन्टी अब भिडियो भएर हजुर गाइज मलाई आन्टीले यहाँ ज्वेलरी नै दिनुभयो होइन अनि म एक्लै छु यो चौरमा पनि कोही छैन यहाँ सब डाँडा चढ्न गएछन् चढेर कोही कोही आएर फर्कि पनि सक्यो होला क्यान्जिन गएकोहरू छ तर म चाहिँ साथीहरूलाई कुरेर बसिरहेको अनि ड्रेस लगाएको कस्तो राम्रो देख्यो मलाई ओ माई गड अब मेरो फोटो खिच्दिने नि कोही छैन क्या यत्तिकै अब भिडियो र सेल्फी मात्रै होला जस्तो छ Look at this. म यही बस्नु के जस्तो लागिरहेछ म यही बस्यो भने के हुन्छ होला है त यही बस्दा नि मलाई सोच यो ड्रेस लाएर म जिन्दगीभरि यही बस्न सक्छु आइदिनु न यसो फोटो खिच्देऊ न भन्नुहुन्थ्यो दुई तिनवटा कोही छैन वरिपरि पनि दार्जिलिङ आएको टिका नि लगाएको सेल्फी मात्रै आउँछ मेरो फेरि गाउनु न त्यो गीत के भन्नुभयो ए मिठो भयो हामी यहाँ क्यान्जिन गुम्बाबाट जान लाग्यो है त हस् म मेरो साथीहरूलाई नि यहीँ जाऊ भन्छ आन्टी ल अनि अङ्कल यता हेर्नु त अघि अङ्कलले चाहिँ होइन म अघि चौकमा एक्लै बसिरहेको थिएँ कि होइन अनि मजाले फोटो खिच्दिए है अङ्कलले मेरो फोटो खिच्नु भयो थ्याङ्क यू अङ्कल वेलकम ल बाई 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 सबजना एकदम हम्बल एन्ड हेल्पफुल यहाँको मान्छेहरू मेन हाम्रो होटेलको अङ्कल र आन्टी बेस्ट ल बाई 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 फ्रम क्यान्जिन गुम्पा सो गाइज इट्स टाइम टु एन्ड माई भ्लग थ्याङ्क यू सो मच तपाईँहरूले लास्टसम्म हेरिदिनु भयो एज मैले लास्ट भिडियोमा जुन चाहिँ मेरो एबिसीको भ्लग थियो तपाईँले हेर्नु भएको छैन भने गएर हेरिहाल्नु होइन त्यसमा चाहिँ आई प्रमिस कि अर्को भ्लगमा चाहिँ म क्वालिटी बेटर ल्याउँछु भनेर सो आई थिङ्क यसमा चाहिँ इम्प्रुभ भएको छ होला यो भ्लगमा चाहिँ मैले आफ्नो मेमोरिज भन्दा पनि एज लाङटाङ चाहिँ डेस्टिनेसन कस्तो छ यहाँको सिन ट्रेल र भ्युजहरूलाई चाहिँ मैले धेरै फोकस गरेको छु अनि त्यही हो मेरो साथीहरूको ड्रोन सर्टदेखि एउटा गोब्रो सर्ट र मेरो आफ्नै आइफोन सर्ट पनि सबै छ इन्क्लुड छ होइन आई होप तपाईँहरूलाई मजा आयो होला यो लाङटाङ जानेको लागि मात्रै इन्फर्मेसन होइन कि तपाईँहरूले एज अ लाङटाङ ठाउँ चाहिँ कस्तो छ भनेर चिन्नु होस् भनेर चाहिँ यो भिडियो चाहिँ त्यसमा चाहिँ फोकस थियो है त ल थ्याङ्क यू सो मच लास्टसम्म हेरिदिनु भएकोमा बाई बाई खत्म बाय बाय टाटा गुड बाय गया